साथीलाई फोन गरेको होइन गाइस, त्यो आएन के, त्यही भएर यहाँ एक्लै आएको छु। अझै डर पनि लागिरह। सो त्यही पनि जान्छु, कसले साथ दिन्छ र होइन, जे गर्नु छ एक्लै नै गर्नुपर्छ। सो त्यही भएर एक्लै नै आइदिएको। बसेपछि होइन लास्टै चिसो हुँदो रहेछ के, सो त्यही भएर हिँडेपछि पनि तातो हुँदो रहेछ होइन। त्यही भएर यसो हिँड्दा अलिक गर्मी भयो कि, नत्र मैले कपडा फेरि यस्तो लगाएको छु है, अलिक पातलो टाइप। यस्तो चिसो महिनामा यस्तो पातलो टाइपको कपडा लाउँदा अलिक चिसो नै हुन्छ कि होइन गाइस। सो हेर्न सक्नुहुन्छ कलेज स्टुडेन्टहरू पुरै गइरहन् पढ्न। म नि आज बनिदिउँ न त स्टुडेन्ट भनेर गइदिनु लागेको होइन। सो हेरौँ के हुन्छ है। सो होइन गाइज, म मङ्गलबारी चोकमा पुगिसकेको छु होइन। ल अब थोरै नै छ। ल है गाइज, अब अलिकति छ 1 मिनट जति मङ्गलबारीदेखि होइन। म जान्छु खै के हुँदो रहेछ होइन, कहाँदेखि छिर्छन् भन्ने पनि थाहा छैन कि मलाई त, त्यही भएर होइन गाइज। सो अब कहाँदेखि छिर्छन् सब सोधेर जानुपर्छ हौ। एउटालाई चाहिँ सोधिसकेको छु है त गाइज, के हुन्छ हेरौँ है। ल है भएतिर हेरौँ है। ल गाइज के कस्तो हुन्छ आज, फर्स्ट टाइम अलिअलि डर पनि लागिरहेको छ। कोही देख्दैन र हौ म त स्टुडेन्टहरू क्या, कहाँ के पढाइ हुन्छ केही थाहा छैन कि होइन। सो आइदिएको त हेलो सर, ऊ कसैको पढाइ हुन्छ सोधिदिएको हो फर्स्ट, कसैको पढाइ हुन्छ कसै घर कालीगढ।